ल आज यो अन्तिम भिडियो बनाइदैछ यो बिमामा पनि यो जानकारी गराउनको लागि। अब आज चाहिँ हामी जसरी भए पनि यो कुखुराहरू भएको कुखुराहरू सबै डिस्पोज गरिसक्छौँ। अब यो राख्ने कन्डिसन पनि छैन। कुखुराको भिडियो पनि बनाउँला अहिले भरे लास्टमा। म सरलाई सानो एउटा भिडियो क्लिक गर्दैछु। ए अब लगभग तपाईको कुखुरा 150वटा जति होला नि। यी पनि अब बाँच्ने कन्डिसन छैन, गइसके। अब यो दुर्गन्ध नराख्नु पर्यो। अब खोरको यो लास्ट भिडियो बनाउँदैछु है सर मैले। कुखुरा खाली भएको भिडियो हो। अब यसलाई पनि अब मारेर हुन्छ कि के गरेर हुन्छ, एक दुईवटा बाँचेकोलाई पनि अब यो डिस्पोज गर्नै पर्छ। ए सबै कुखुरा भक्रान्त भइसक्यो। अब खोर खाली भएको अवस्था छ। यो बाँचेका मोटामोटी 50-60वटा कुखुरा होलान्। अनि त्यही भएर अब मैले यो कुखुराहरू अब यसको अहिले हजुरलाई म भिडियो पनि पठाउँछु। कुखुरा जम्मा गरेको भिडियो पठाउँला। अस्ति मोटामोटी त अब हाम्रो भागवत सरले खिचेर पनि लगिसक्नु भएको छ। सबै कुखुराहरू अब गइसक्यो। अब खोरको यो लास्ट भिडियो देखो, कुखुरा सकिएको, खोर खाली भएको भिडियो गर्दैछु। अब यो डिस्पोज गर्ने छ। अब यसको भिडियोहरू म अहिले 1-1.5 मिनटको सरलाई पनि अब यो कुखुरा थुपारेको भिडियो पनि एउटा एक फोटा पनि अहिले भरे दिउँसोतिर पठाउँछु। र यो अब खोरको यो लास्ट कन्डिसनको भिडियो मैले बनाएँ। अब यति गरेपछि त अब इन्सुरेन्सलाई पनि विश्वास हुन्छ होला। ए सकियो भन्दा पनि हुन्छ। यी सबैतिर अब गइसक्यो। अझै पनि म देखाउँदैछु। यी लगभग खोर खाली भइसक्यो। यो खोरको अब यो लास्ट कन्डिसनको भिडियो हो खोरको। यो बाँचेका 20-30-50-60वटा यस्तै मोटामोटी होला। कुखुरा सकिएको हो। यो लास्ट भिडियो हो खोरको पनि। अब कुखुरा छन् छैनन् भन्ने कुराहरू पनि यति गरेर देखाएपछि खोरे खाली भएको कन्डिसन अब यो देखाउँदाखेरि त अब इन्सुरेन्सलाई पनि विश्वास हुन्छ होला। लास्टै छ। अब यहाँ कुखुरा अब डिस्पोज गर्न मात्रै बाँकी छ। अब हामी यो डिस्पोज गर्ने काममा लाग्दैछौँ। ल यो चाहिँ कुखुरा गन्न, यो तपाईँको गनाएर यो थुप्रोमा पनि राख्न नसकेर, यो चाहिँ गनाएर यो थुप्रोमा पनि राख्न नसकेर यो विसर्जन गरेको हो। अनि यहाँ पनि यो थुप्रो बनाउने कन्डिसन छैन है। यहाँ पनि छैन। अब उता पनि निकाल्दैछन्। यस्तै छ। अब अहिले फेरि म भिडियो बनाउँछु कुखुराको। के अरे यो तपाईको यो भिडियो बनाउने कन्डिसन पनि छैन, थुपारेर फोटो खिच्ने कन्डिसन पनि छैन। किरा परेर ल हेर्ने यहाँ किरा परेर यस्तो भइरहेछ। यो हामीले चाहिँ सिधै फोहोरभित्रबाट ल्याएर सिधै विसर्जन गर्दैछौँ। यो फोटो खिच्न पनि सक्ने अवस्था छैन है सर। मोटामोटी फोटो भिडियो चाहिँ यही मान्दिनु होला सरले। यो यहाँ थुपार्ने कन्डिसन छैन, बाहिर थुप्रो लाउने कन्डिसन छैन। ए फिल्डमा भएको म एकदम प्रत्यक्ष रूपमा मैले भिडियो बनाइदिइसकेँ। अब यो थुपारेर त्यहाँ गनेर अनि त्यहाँबाट फोटो खिच्न पनि सम्भव छैन। अब यहाँ लगेर त्यहाँ त्यहाँबाट थुपार गर्नुभन्दा बरु यहाँबाट सिधै लगेर ठेलामा लगेर सिधै खाल्डोमा डिस्पोज गर्दैछन्। यो भिडियो भइहाल्यो। खोर खाली भएको अवस्था छ चारैतिर। अब यसको बरु म यहीँ फोटो खिचिदिन्छु बरु। ल अब यहाँभन्दा हुने ठाउँ छैन। भएको फिल्डमा मैले अब यो यसरी नै देखाइहालेँ। अब यहाँबाट कुखुराहरू सिधै यहाँबाट बोकेर लगेर ठेलामा लाउँदै सिधै खाल्डोमा डिस्पोज गर्दैछन्। के यो एकै ठाउँमा थुपार्न सकिँदैन? यो एक ठाउँमा थुपारेर फोटो खिच्नु भन्दैछन् हो।
अब यहाँबाट त्यहाँ थुपा, त्यहाँबाट फेरि लगा, सबै किरै परिरहेछ। यहाँ कन्डिसन छैन है। ल सर, होइन हिजो डिस्पोज गर्नुपर्थ्यो क्या यो। मास्क होइन अङ्कल? मार्क्स यहाँ दोकानबाट ल्याउनुपर्छ। जान्दा छिटो छिटो नुन ल्याइएन नि? यो हाल्नु न, हाल्नु फटाफट लु त, म भिडियो गर्दैछु, म अनि अफ गर्छु। त्यो अस्तिदेखिको चाहिँ बर्बादै रहेछ। उफ, आम्मा मामा मामा, के भएर मरेको? सबैको मरेको। के भएर मरो अब यो थाहा नै भएन। ल हामीले चाहिँ यही तरिकाले डिस्पोज गर्दैछौँ है सर। यो साध्य छैन राख्न, बरु यहीँ खाडीकै फोटो खिचौँला पछि। यस्तै छ यो कन्डिसन। ल रिक्सै जाला नि। म छोड्ने अनि घर जाने सर्लक्कै। ल ओह, भाइ मार्क्स ल्याऊ, मार्क्स। छोड न, त्यहाँ छेली हौ। यो मैले अघि पनि भनिसकेँ सर, यो थुपार्नलाई सम्भव छैन। डाइरेक्ट हामी भित्रैबाट यो खाल्डोमा यताबाट ल्याउने क्रम, उताबाट ल्याउने क्रम जारी छ। यो खाल्डोले पुग्छ पुग्दैन थाहा छैन। ल आजको लुङ्गालाई 1000, लुङ्गालाई 1000, उसलाई 500 तलब काटेर। जाँदैन। ल